नमस्ते सम्पूर्ण फेसबुक फ्रेन्ड र फलोइङहरूमा हार्दिक स्वागत छ। आज मेरो फेसबुक प्रोफाइल इस्यु पनि हटेको छ। म अत्यन्तै खुसी छु र मैले यो भिडियोमा देखाएको गाउँ साबिकको झाब्रा गाविस वडा नम्बर 2 र अहिलेको छेडगाड नगरपालिका वडा नम्बर 11 को मसरा टोल हो। यो मसरा टोलको नाम मसरा कसरी रह्यो त भन्ने विषयमा मैले केही किम्बदन्ती र इतिहास बताउन गइरहेको छु। यस गाउँको नाम मसारा भन्नाले कुनै समयमा यस ठाउँमा मासहरूको खेती गरिन्थ्यो। मास र भट्ट कोदोको खेती गरिन्थ्यो। त्यो भटमास कोदोको खेती गर्ने ठाउँ र यहाँ धेरै मास फल्ने र मासको आरा नै लाग्ने भएका कारणले गर्दा मसारा भनिन्थ्यो। मास धेरै फलेर यहाँको मास जाजरकोटको दरबार निर्माणमा यहाँका तत्कालीन जिम्मेवार मुखिया अथवा त्यति बेलाको प्रशासनिक निकाय हेर्ने निकायले यहाँबाट खरिद गरी त्यहाँ पुर्याइएको भन्ने एउटा इतिहास रहेको छ। र सँगसँगै ब्याकग्राउन्डमा देखिएको यो गैराई खेत अथवा गैरी खेत, यो गैरी खेत सिँचाइमा अभाव छ र सिँचाइ कुनै पनि छैन। यहाँ वर्षातको समयमा भारी वर्षा भएपछि मात्रै खेत रोप्न सकिन्छ, किनकि सिँचाइ छैन। यो खेतको सिँचाइ गर्नको लागि सिँचाइको आवश्यक छ र सँगसँगै मैले देखाइएको एउटा सानो नादी जुन यसलाई छेडागाड भनिन्छ। यहाँ छेडागाडको माछा अत्यन्तै स्वादिलो हुने भएकोले यसलाई प्रख्यात नादीको रूपमा चिनिन्छ। यो छेडागाडको नादीमा पाइने माछा तत्कालीन ग्राम प्रशासक अर्थात् गाउँ प्रशासक अथवा यहाँ गाउँको मान्य गुन्ने व्यक्तित्व स्वर्गीय गोविन्द विक्रम शाहद्वारा यहाँको माछा तत्कालीन राजा वीरेन्द्र महेन्द्रहरूको पालामा काठमाडौँसम्म पनि पुर्याइएको भन्ने एउटा किम्बदन्ती छ। र यस छेडागाडको माछा हामी अत्यन्तै स्वादिष्ट र मान्ने गर्छौँ। र मेरो यो गाउँदेखि थोरै तल रहेको छ र यो गाउँको बस्ती विक्रम सम्वत 2061-62मा स्थापना भएको। पहिला सानातिना गोठहरू हुन्थे भने त्यहाँदेखि अहिले बाक्लो गाउँ बस्ती बसिसकेको छ र यहाँ अहिले मासभन्दा पनि मकै, धान खेती लगायत आँप खेती गरिएको छ र व्यावसायिकमूलक आँप खेती लगायतका तरकारी खेतीहरू, लसुन, प्याज, बन्दा यस्ता किसिमको तरकारी खेती गर्ने गरिन्छ। किनकि यहाँदेखि करिब 1 किलोमिटरभित्र थलो बजार रहेको कारणले यहाँका कृषकहरूलाई कृषिमा पनि मजबुत तरिकाले आबद्ध हुँदा फाइदा हुने देखिन्छ भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु। हवस् त, नमस्ते।